प्यान बिल त जम्मा 20,000 भन्दा कमको हुनुपर्छ भन्ने कुरा तपाईले पनि बजारमा सुन्नु भएको होला नि त। आउनुस् आजको भिडियोमा प्यानमा कतिसम्मको बिल काट्न पाइन्छ भन्ने बारेमा क्लियरली बुझौँ। प्यान बिल कतिसम्म काट्न पाइन्छ त सर भन्ने प्रश्नको सीधा उत्तर जतिको पनि पाइन्छ भन्न खोजेको। यदि तपाईँ प्यानमा दर्ता हुनुहुन्छ भने 5,000 को बिल काट्छु भन्न पनि पाइन्छ, 50,000 को बिल काट्छु भन्न पनि पाइन्छ, एउटै बिल 5 लाख को बिल काट्छु भन्न पनि पाइन्छ। त्यसमा के हेर्नुपर्छ त, यो बिल काटिसकेपछि तपाईको कारोबारको सीमा भ्याटको थ्रेसहोल्ड भित्र चाहिँ हुनुपर्छ है भन्न खोजेको। जस्तै अहिलेसम्म तपाईले 10 लाख को कारोबार गर्नु भएको छ, कोही व्यक्ति आयो तपाईसँग 10 लाख को सामान किन्न अर्को भने तपाईले 10 लाख को प्यान बिल काटेर दिदा पनि तपाई 20 लाख को कारोबारमा हुनुहुन्छ भनेपछि भ्याटको 50 लाख को सीमा त कर्दैन नि त। तर सपोज तपाईले 45 लाख को कारोबार गरिसक्नु भएको छ, कसैले तपाईसँग 8 लाख को सामान किन्न आयो भने यो केसमा तपाईको 50 लाख कट्ने, 8 लाख को बिल काट्यो भने 50 लाख कट्ने भएको भएर अब 50 लाख कटेपछि त फेरि भ्याटमै जानुपर्छ। त्यही भएर यसमा चाहिँ तपाईले 50 लाख कट्ने भएको भएर प्यान बिल इस्यु गर्नु भएन, भ्याटमा दर्ता गर्नु पर्यो। 50 भन्दा बढीको लागि चाहिँ तपाई भ्याट बिल इस्यु गर्नु पर्यो। तर तपाई भ्याटको थ्रेसहोल्ड भित्र हुनुहुन्छ भने जतिको बिल काट्दा पनि हुन्छ, 5 को काटिनु भयो, 50,000 को काटे पनि भयो, 5 लाख को काटे पनि केही समस्या पर्दैन। त्यसो भए यो बजारमा 20,000 भन्दा बढीको चाहिँ प्यान बिल काट्न पाइन्न भन्ने होला चाहिँ कसरी आयो त, आउनुहोस् त्यसको बारेमा पनि राम्रोसँग बुझौँ। मूल्यवृद्धि कर नियमावली अनुसार नियम 56 मा हेर्नु त के भनेको छ, नेपाल सरकार, संवैधानिक निकाय वा प्रदेश वा नेपाल सरकार वा प्रदेश अन्तर्गतको कुनै सरकारी निकाय, संगठित संस्था वा स्थानीय तहले भनेको लोकल गभर्नमेन्टहरु भन्न खोजेको के ले नेपाल भित्र एक पटकमा 20,000 भन्दा बढी रुपैयाँको कर लाग्ने वस्तु र सेवा खरिद गर्दा दर्ता भएको व्यक्तिसँग मात्र गर्नुपर्छ भनेर भनेको छ। यो सरकारी निकायहरु हुन्छ नि, चाहे त्यो हाम्रो स्थानीय निकाय होस्, प्रदेश निकाय होस्, नेपाल सरकार होस् अथवा कुनै सरकारी निकाय छ भने उनीहरुले चाहिँ कुनै सेवा अथवा वस्तु किन्ने बेलामा 20,000 भन्दा बढीको बिल छ भने त्यो केसमा चाहिँ भ्याटमा दर्ता भएको पार्टीसँगै गर्नुपर्छ भ्याट रजिस्ट्रेसनलाई प्रोत्साहन गर्नलाई। त्यही भएर पहिला कहिले के हुन सक्थ्यो भने सपोज 30,000 को सामान किन्नु पर्यो, अगाडिको पार्टी प्यानमा दर्ता छ भने 15,000 को दुईटा बिल लिएर आउनु भन्ने खालको केही हुन्थ्यो होला। भनेपछि 20,000 भन्दा बढीको बिल हो भने त भ्याटमै दर्ता भएको पार्टीसँग चाहिँ के गर्नु पर्यो, हामीले त काम गर्नु पर्यो नि त। हो यसरी सरकारी निकायहरुका लागि चाहिँ यो नियम भएको भएर, नियम 56 भएको भएर बजारमा के होला चल्यो त भन्दाखेरि 20,000 भन्दा बढी प्यान बिल त कसैले पनि काट्न पाइन्न भन्ने होला चल्यो। तर रियालिटीमा तपाईको व्यवसायले बिल काट्ने बेलामा यदि तपाईको कारोबारको सीमा भ्याटको सीमा भित्र छ भने तपाईले जतिको पनि बिल काट्दा हुन्छ, 5,000 को काटे नि, 50,000 को काटे नि, 5 लाख को काटे पनि प्यान बिलमा केही फरक पर्दैन। करसँग रिलेटेड यस्तै इन्फर्मेटिभ भिडियोको लागि हामीलाई फलो गर्नु होला एकाउन्टेन्ट सट्टा।